N5 मा काम लाग्ने सबभन्दा इम्पोर्टेन्ट के यदि तपाईले यति मास कमायो भने तपाई N5 भनेको आधी जति खानुभयो के। त्यसैले हामीले यो मासहरुको बारेमा आज पढ्छौं, आज गफछु, याद गर्छु ल। साथीहरु सुरु गरौँ। यहाँ चाहिँ इक्किमास भनेको जानु, इक्किमास भनेको जानु, किमास भनेको आउनु। इक्किमास भनेको जानु, किमास भनेको आउनु। इक्किमास भनेको जानु, किमास भनेको आउनु। अनि खायरीमास भनेको फर्कन्छु, खायरीमास भनेको फर्कन्छु। जस्तै तपाई हैन बिहान चाहिँ 9 बजेबाट हैन तपाई कुनै जबमा जानुभयो अनि तपाईको वाइफ अथवा तपाईको साथीले के सोध्छ, कति बेला फर्किनुहुन्छ भनेको म बेलुकातिर फर्कन्छु अथवा बिहान फर्कन्छु। त्यही भनेको के हो भन्दाखेरि खायरीमास। अब अर्को ओकिमास के। ओकिमास भनेको उठ्नु, नेमास भनेको सुत्नु। ओकिमास भनेको उठ्नु, नेमास भनेको सुत्नु। ओकिमास भनेको उठ्नु। तपाईं यदि बिहानसम्म हैन सुत्नु भएको छ भने उठ्नुले के भन्छ भन्दाखेरि ओकिमास, सुत्नुलाई के भन्छ नेमास। ओकिमास भनेको उठ्नु, नेमास भनेको सुत्नु। ओके, नेक्स्ट हामी के पढ्छौं, हाताराकीमास भनेको काम गर्नु। हाताराकीमास भनेको काम गर्नु। हाताराकीमास भनेको काम गर्नु। तपाईहरु कुनै कम्पनीमा काम गर्नुहुन्छ अथवा कुनै अफिसमा काम गर्नुहुन्छ भनेको के गर्नुपर्छ भनेको नै हो त सेवा हाताराकीमास, म चाहिँ काम गर्छु है। अर्को आउँछ के बेन्कौसीमास भनेको अध्ययन गर्नु। बेन्कौसीमास भनेको अध्ययन गर्नु। यो अलि इम्पोर्टेन्ट छ ल, हामीले चाहिँ गर्नु। बेन्कौसीमास भनेको अध्ययन गर्नु भन्नाले यदि तपाई पाठशाला जस्तै तपाई इन्स्टिट्युटमा, कन्सल्टेन्सीमा अथवा विभिन्न ठाउँ स्कुलमा, विद्यालयमा, कलेजमा त्यहाँ गएर शिक्षकबाट के कुरा सिक्नु भनेको हामी के भन्छौँ भन्दा बेन्कौसीमास भनेको त्यहाँ हामीले अध्ययन गर्न गयो के, त्यो भनेको बेन्कौसीमास हो। फेरि अर्को हामी के पढ्छौँ भने ताबेमास। ताबेमास भनेको खानु, के खानु, भात, दाल, जे खानु भनेको खानेकुरा खानुलाई नै ताबेमास भनिन्छ। ताबेमास भनेको खानु, ताबेमास भनेको खानु। नोमिमास भनेको पिउनु, नोमिमास भनेको पिउँछु, नोमिमास भनेको पिउनु। चिया पिउनु अथवा मिजुओ कुदासाई, मिजुओ नोमिमास, पानी पिउनु, जे पिउनु भनेको हामी नोमिमास हो के। अर्को हामी मिमास। मिमास भनेको हेर्छु अथवा हेर्नु। मिमास हेर्नु भनेको टिभी हेर्नु है, मोबाइलमा फिल्म हेर्नु है, त्यो भनेको हाम्रो मिमास हो। हलमा फिल्म हेर्नु, त्यो के हो भन्दाखेरि हामी मिमास। अर्को हामी पढ्छौँ के भन्दाखेरि किकिमास। मिमास भनेको हेर्नु, किकिमास भनेको सुन्छु। अब के सुन्नुहुन्छ तपाईँ, रेडियो सुन्नुहुन्छ, एफएममा समाचार सुन्नुहुन्छ, त्यो भनेको हामी के भयो भन्दाखेरि किकिमास। यासुमिमास भनेको के भयो भन्दाखेरि बिदा बस्नु अथवा आराम गर्नु। यासुमिमास भनेको बिदा बस्नु। जस्तै हाम्रो नेपालमा शनिबार आइतबार के छ, यासुमिमास, बिदा हुन्छ, होलिडे हुन्छ, हामी के गर्छौँ, आराम गर्छौँ, भनेको त्यही कुरा हो के। यासुमिमास भनेको बिदा बस्नु अथवा आराम गर्नु। केही भयो है, तिमीलाई चोटपटक लाग्यो होइन, तिमी काममा जान सक्दैनौ भने के भन्ने, यासुमिमास भनेको म बिदा मागेछु, त्यही के यासुमिमास भनेको बिदा बस्नु अथवा आराम गर्नु। अब अर्को यतापट्टि योमिमास भनेको पढ्छु, योमिमास भनेको पढ्छु। साथी हामी के भयो यहाँ बेन्कौसीमास भनेको कुनै कलेज, कुनै इन्स्टिट्युट, कुनै कन्सल्टेन्सीमा गएर हामी केही कुरा अध्ययन गर्नु, सिक्नु, बुझ्नु होइन, टिचरबाट केही कुरा होइन अध्ययन गर्नुहुन्छ भने त्यो भनेको बेन्कौसीमास हो, त्यहाँ यो लाग्छ। तर यदि तपाईँ रुममा आफै पढ्नुहुन्छ, रुममा आफै पढ्नुहुन्छ होइन, म पढ्छु 2-4 घन्टा पढ्छु भनेको त्यो भनेको योमिमास हो, भनेको आफै पढ्छु के रुममा बसेर, त्यो भनेको हाम्रो के हो, योमिमास भनेको पढ्छु। त्यसपछि खाकीमास भनेको लेख्नु। खाकीमास भनेको लेख्नु, के लेख्नु, टेगामी, चिठी लेख्नु, पत्र लेख्नु, इमेल लेख्नु, मेरो भनेको इमेल, त्यो लेख्नु भनेको के भयो त खाकीमास है। ल अब नेक्स्ट हामी खाइमास। खाइमास भनेको किन्नु, खाइमास भनेको किन्नु। हामी के किन्छौँ, कुनै पनि वस्तु किन्नु भनेको खाइमास ओके। कार किन्नु, बुक किन्नु, कलम किन्नु होइन, पेन्सिल जे पनि किन्नु, छाता किन्नु, कपी किन्नु, जे किन्नु भनेको खाइमास। खाइमास भनेको किन्नु। तोरीमास भनेको खिच्नु। ल साथीहरू हामी भनेको अहिले यो तोरी हुँदैन,
यो तोरी मासको धेरै मिनिङ हुन्छ। तोरी मास भनेको खिच्नु, तोरी मास भनेको लिनु, धेरै हुन्छ के। तर अहिले हामी तोरी मास भनेको खिच्नु। जब खिच्नु आउँछ भने यसमा के आउँछ भनेको स्यासिन भनेको फोटो, स्यासिन भनेको फोटो खिच्नु ल। जस्तै हामी के भन्छ स्यासिन तोरी मास फोटो खिच्नु ल। जस्तै वतासी सुन्नु, वतासिनो स्यासिन ओ तोते कुदासाई, मेरो फोटो खिच्दिनुहोस् स्यासिन। तपाईँ बुझ्नुहुन्न कि त्यो पंक्ति छ होइन। यति बुझ्नु भन्दाखेरि तोरी मास भनेको खिच्नु, जसको कहाँ अर्थ लाग्छ भन्दाखेरि फोटो खिच्ने बेलामा, जस्तै स्यासिन भयो ल। साथीहरू ध्यान दिएर पढ्नुहोस्, एकदमै इम्पोर्टेन्ट छ कि। तपाईँ काम लाग्नै पर्छ कि लाग्नै पर्छ। यो सिमास भनेको गर्छु, सिमास भनेको गर्छु डुइङ। यदि तपाईँ केही पनि काम गर्नुभयो त्यसमा सिमास लगाइदिनु भयो भने त्यो काममा सिमास लाग्यो भनेको गर्छु। एक्जाम्पल, तपाईँ फुटबल खेल्नुभयो भने साकाओ सिमास भनेको म फुटबल खेल्छु। डान्स गर्नुभयो होइन, डान्स गर्नु भनेको डान्सियो सिमास भनेको डान्स गर्छु। ओके, सिमास भनेको यस्तो हो, जुन कुनै पनि नाममा सिमास आयो भने त्यो भरमा परिणत गरिदिन्छ। त्यो यो काम गर्नु, त्यो काम गर्नु, फुटबल खेल्नु, यो सबमा सिमास लाग्छ। अर्को कुरा आइमास भनेको भेट्नु भनेको तपाईँ साथीसँग पनि भेट्न जानुहुन्छ, खानुहुन्छ भनेको गर्लफ्रेन्डसँग पनि भेट्न जानुहुन्छ, चिचिहा बुबाआमासँग भेट्न जानुहुन्छ है। त्यस्तो भनेको आइमास हो क्या। आइमास भनेको कसैसँग भेट्नु, तोमोदाचीसँग भेट्नु, तोमोदाची तो आइमास, साथीसँग भेट्छु है। त्यो भनेको आइमास भयो। किरिमास भनेको काट्नु भनेको जस्तै हामी कस्तो काट्नु भन्नु भन्दाखेरि खामी भनेको कागज। हामी पहिला बिहे हुन्छ होइन हाम्रो गाउँघरतिर, अनि गाउँघरतिर बिहे हुँदाखेरि हामी हासामी भनेको हुन्छ कैँचीले त्यो बुट्टा काटेर जुन हामी त्यो बनाउँछौँ नि फुलहरू राम्रो, त्यो भनेको किरिमास भनेको काट्छु, त्यो काट्नु हो क्या ल। अब नेक्स्ट हामी के भन्छौँ कुरिमास भनेको पठाउँछु। के पठाउनुहुन्छ तपाईँ? इक्जाम्पल, हामीले इमेल होइन, टेगामी भनेको चिठी, यिनीहरू लेखेर पठाउनु भनेको कुरिमास। नेक्स्ट भनेको आगेमास, कुरिमास भनेको दिनु। तपाईँ कसैले केही कुरा दिँदा भनेको आगेमास युज हुन्छ। तपाईँले केही कुरा कसैले दिँदाखेरि के हुन्छ भन्दाखेरि आगेमास भनेको दिनु होइन। तपाईँ साथीलाई उपहार दिनु अथवा तपाईँ साथीलाई बलपेन दिनुहोस्, तपाईँसँग जे पनि दिँदा भनेको आगेमास भनेको दिनु। मुराइमास भनेको प्राप्त गर्नु, तपाईँले दिनुभयो अनि तपाईँ फेरि उताबाट प्राप्त गर्नुहुन्छ भनेको मुराइमास भनेको प्राप्त गर्नु है। जस्तै तपाईँको अहिले बर्थडे छ अनि बर्थडेमा साथीबाट केही कुरा प्राप्त गर्नुभयो, के छ फुरुजेन्टो उपहार, ओमियागो उपहार है, गिफ्टहरू प्राप्त गर्नुभयो। अनि गिफ्टमा के प्राप्त गर्नुभयो भने कि टोके भनेको घडी। यदि घडी प्राप्त गर्नुभयो भने के भन्दाखेरि तोमोदाची नि टोकेई हो। अनि के अरे मुराइमासिता भनेको साथीबाट घडी प्राप्त गरेको थियो है। अनि मुराइमास भनेको प्राप्त गर्नुभयो है। अनि नराइमास भनेको सिक्नु। अब यो सिक्नु भनेको कस्तो सिक्नु ल, यहाँ ध्यान दिनु। हामी भनेको तीनटा कुरा, एउटा नराइमास भनेको सिक्नु, अनि योमिमास भनेको पढ्छु, अनि बेन्कोसिमास भनेको अध्ययन गर्नु। यो भनेको पाठशाला शैक्षिकशालामा पढ्न जानु भनेको त्यहाँको बेन्कोसिमास भयो। योमिमास भनेको तपाईँ रुममा पढ्नु भनेको योमिमास भयो। नराइमास भनेको सिक्नु भनेको तपाईँ कुनै व्यक्तिबाट अथवा कुनै सेन्सेई भनौँ टिचरबाट केही कुरा सिक्नुभयो भने हामी के युज गर्छौँ भन्दाखेरि नराइमास है। साथीहरू यो भनेको एकदमै इम्पोर्टेन्ट र बिउी आयो क्या। तपाईँ यति मास आयो भने तपाईँ N5 आदि खानुभयो र साथीहरू तपाईँ यदि अनलाइन क्लास ठ्याक्कै 3 महिनाभित्र जेफ्टी पास हुने गरी एकदम सस्तो र शुल्कमा ठ्याक्कै 15,000मा, यदि 3 महिनामा ठ्याक्कै 15,000मा जेफ्टी पास हुने गरी हामी अनलाइन क्लास गराउने गर्दैछौँ। यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने छिटोभन्दा छिटो जोइन गर्नुहोस्। आउँदो हाम्रो सायद सेप्टेम्बरको अन्तिम 28-29 तारिक फेरि हाम्रो खुल्नेवाला छ कि जेफ्टो एक्जाम, त्यो हामी मजाले भ्याउँछौँ कि सघाउँछौँ।
तपाईँहरू जोइन गर्नु नबिर्सनु होला। हस्, धन्यवाद।